बाइक बिग्रेर म चाहिँ माथिबाट दिनु आएको। हाम्रो सामान बोकेर जाँदैछौँ। नाउको अनुभव कस्तो भइरहेछ भन्छ ज्वाइँ साहब? कोसीमा नाउको अनुभव कस्तो भइरहेछ केटाहरूलाई? हामी चाहिँ यहाँ पारिपट्टि खोटाङ भोजपुर होइन यता? कहाँदेखि छुट्याउँछ? उतो सानो डाँडा छ नि त्यहाँदेखि यतापट्टि खोला छ होइन? त्यसले छुट्याउँछ होइन? ए भनेपछि त्यही हो। हाम्रो टेन्ट भर्खर सेटअप भएको छ। टेन्ट यहाँ छ, सामानहरू यहाँ, सेकुको लागि आगो बन्दैछ, खानाको लागि रेडी छ चुल्हा। ल हाम्रो आज सेकेन्ड ट्रिपको फर्स्ट डे। टाइगर सर, ज्वाइँ, हिसे सर, हामीसँग सेकुवा छ सुँगुरको, यता भुजिया, यता राइस, बियर, अचार। चेस ल चेस है ल। भोलि माछा पार्नुपर्छ ठुलो। दामी रहेछ है ल। यस्तो गर्छ क्या हिँड्नुलाई सेतो माछा हो अरे। माथि चेप्ने छ ले त ओइ थाहा छ त्यत्रो डन्डी जस्तो छ नि त्यो मेरो उमा छ। त्यो ढुकाको कालो झला छ नि कस्तो भइरहेछ त नि? आज चाहिँ एडभेन्चर ओभर दामी भइरहेछ। हाम्रो काकालाई कस्तो भइरहेछ? दामी अब फर्स्टचोटिको यो फिसिङ फर्स्टचोटि आइँदैछ, एकदम रमाइलो भइरहेछ। भतिजलाई कस्तो भइरहेछ? दामी भइरहेछ। हाम्रो काकाले चाहिँ यहाँ 15 किलोको राजापाम पार्नको लागि बनाउँदै हुनुहुन्छ। हाम्रो यता ज्वाइँले चाहिँ कुकमा हुनुहुन्छ। पोर्क घाममा फेरि दामी, फेरि अर्ग्यानिक हाम्रो। यो चाहिँ अब रातिको 8:30 बजे ढुक्वा हान्दै हुन्छ हाम्रो डेनी काकाले। गोकुल दाईको नाममा यो ल। यो खन्ने चाहिँ हाम्रो गोकुल दाई नै हो। यसरी गरिन्छ है हामीले बल्छी थाप्छ राति चाहिँ परिहाल्यो भने खाइहाल्यो भने चाहिँ यो सङ्केत अलार्म हो होइन? अनि यसलाई चाहिँ यो तरिकाले राखिँदो रहेछ है। यो कसरी मिलाउनु पर्छ सोल्टी चाहिँ त्यसको तलको उयो चाहिँ ब्यालेन्स चाहिँ यो यहाँ यता कसरी घुमाउनु पर्छ देखा न। एउटा नलेज पनि है अरूको लागि। आफूले अनुभव अनुसार हो यो। हाम्रो चाहिँ होइन टक्क बस्ने ठाउँ। अब यहाँ यस्तो छ हाम्रो लोकल पारामा जदाली गाइज अर्ग्यानिक यहाँ फायर क्याम्प हुँदैछ यहाँ हाम्रो होइन। यी टक्कसँग यो मेन यो भनेको चाहिँ हाम्रो गोकुल दाईले गरेर हामीले आगो आज ताप्नु पाउने भयौँ। रड लिएर आइज उयो पनि बोक्नु उता पनि छ पास।
यो भने यो चाहिँ खतरा मननले हँसाइ पनि दामी मरत छ खनाइ पनि मरत छ हाम्रो भोगलाइको बाटो पनि दामी होइन नि काम गरेपछि मलाई पक्का हानिदिनु मन लाग्छ भोलि हेर्न म यस्तो थाप्छु फिक्स एउटा पार्ने हो नि दाइ भोलि भोलि त सबले एकवटा पार्नै पर्छ नि कति 10 केजी 5 केजी कति केजी दाइ मलाई 1 किलो पार्ने नै हुन्छ ढुक्वाको लागि रेडी हुँदैछ यहाँ ढुङ्गा यता चारो चाहिँ फेरि पोर्क डाइनोसरको मासु ज्याठे हान्दै हुनुहुन्छ ढुक्वाको लागि यो रोड चाहिँ फेरि डाइरेक्ट रसियाबाट ल्यान्ड भएको है हाम्रो नेपालमा यता देख न हामी यहाँलाई चाहिँ यस्तै बाँस लाएर राख्छौँ बार्कली कम्पनीको हो क्या अमेरिकन हो यसले चाहिँ 80-100 केजीसम्म खान्छ क्या यो रोडले यो रोडको चाहिँ फेरि यो रेल चाहिँ 100 केजी क्यापेसिटी है यो यसको यो तारले चाहिँ कति यो रिलले चाहिँ कति थाम्छ यसले चाहिँ अहिले थाम्छ 30-35 केजी यो रिल चाहिँ अबु गार्सियाको एम्बेसडर हो यो चाहिँ हाम्रो मेरो प्यारो दिवस भाइले पठाइदिएको मलाई युट्युबबाट यसको पनि पर्छ मकै राम्रै पर्छ मकै फेरि त नसोच्नु होला नि फेरि त्यो बारीमा फल्ने मकै मकै फेरि सर्ट ढुक्वाको सर्ट चाहिँ हाम्रो हामीलाई धोका दिने गाई झरको नाममा मेन कास्टको नाममा यहाँ हान्ने हो लास्ट सर्ट नाममा यो वान सर्ट ल यो चाहिँ लास्ट सर्ट हाम्रो मिनराज काकाको नाममा है गोकुल दाइले जोस् गोकुल दाइले मिहिनेत गर्नुहुँदैछ यसको परिश्रम पाउनुहुन्छ चाँडै नै भोलि बिहान मलाई चाहिँ यो माछा भन्दा पनि फेरि रडै लगिदियो भने फेरि अर्को पालिदेखि हामी यो यत्रो हाम्रो मेहनत पनि जान्छ फेरि भोलि खल्लो पनि हुन्छ नमजा पनि आउँछ त्यही भएर रड चाहिँ नलैजाओस् भन्ने मेरो चाहना हो केटा हो जस हाम्रो कान्छाङ्ग लकी हुनुहुन्छ नि त त्यही भएर पढ्नु पनि सक्छ है होइन कान्छाको मात्रै होइन चिकन धोका दिने सबै गाईचरको नाममा हो रिग्रेट हुँदै होला नि त होइन गाईचरलाई अब भोलि हामी माछा देखाउनु पर्छ नि कत्रो कत्रो पर्यो भन्छ ल अब हाम्रो चाहिँ यो अन्तिम अन्तिम सकियो अन्तिम अहिले भरे हेर्नुपर्छ होइन माछाको त्यत्रो पर्छ कोकोलाई रिग्रेट हुन्छ कोको हाम्रो अब नेक्स्ट पार्टमा जान्छौँ अब हाम्रो खान्ते पिन्ते ल हामी सोल्टी यो चाहिँ असला हो होइन यो चाहिँ जलकपुर हो होइन यो जलकपुर र असला खानुको लागि चाहिँ भाग्यमै लेखेर आउनुपर्छ क्या बुझ्नु भएन तर आज हामीले धेरै दुःख गरेर मार्यौँ होइन वी आर ह्याप्पी अनि हाम्रो फेरि यहाँ पनि यो लेभलमा काम भइरहेको छ अब यहाँ तल पनि हुँदैछ हामीले अलिक ठुल्ठुलो मारेकोहरू चाहिँ वहाँ पर फ्राई हुँदैछ होइन ल केटा हो रिग्रेट गर्दै बस रिग्रेट हुँदै बस है अब म यहाँ गर्दैछु ल सोल्टी यो जलकपुर र यो असला खानु चाहिँ कर्ममै श्री लेखेको हुनुपर्छ होइन 10 करोड तिर्दा पनि पाइँदैन हो नि सोल्टी हुन्छ होला अब काम गरिरहेको छौँ यस हामी धेरै एक्साइटेड छौँ यसलाई हामी धेरै हिट पनि दिनु चाहँदैनौँ न हाम्रो नर्मल लो हिटमा
काम गरिरहेको छौँ। अब यो आगो धेरै बढो जस्तो लाग्यो भने चाहिँ हामी यसलाई बालुवा हालेर अलिकति निभाइदिन्छौँ। नाल्नु नाल्नु सोल्टी ठिक छ त। ठिक छ। हाम्रो माछा बिबिक्यू हुँदैछ सिकुटीको लागि। यसमा काँडे, मसला, जलकपुर, ठेड, बुदुनाहरू छ है हाम्रो। यो आज हाम्रो डे 2 है, सेकेन्ड ट्रिपको डे 2। हाम्रो दुईजना गाइजहरू आएर थपिरहेछ, रमाइलो भइरहेछ। ल हाम्रो यो चेस है, सुनकोसीको तिरमा माछा हानेर भोकले प्लात्त भएको बेला हाम्रो जुसे भतिजले माथि डाँडाबाट जाँड र कोदोको जाँड र चाउचाउ ल्याएछ, हान्दैछौँ होइन। हामी चाहिँ यहाँ तल छ हाम्रो क्याम्प, हान्दै माछा परेन। जाँड चाहिँ फेरि ओरिजिनल होइन, खोटाङ जिल्लाकै हो लाग्यो। फिसिङ हान्दै आएको, अब खानासाना बनाएर खानु जाँदैछौँ। अब बेलुका फेरि हान्ने हो। पचास केजीको नपारी नछोड्ने होइन त कुकुरलाई। त्यो पुच्छर छोड्दैन त्यतिकै, झन् दामी हुन्छ त। ल हाम्रो खानपिन रेडी हुँदैछ। माछा अघि हामीले एक लट हानिसकेको विथ छ्याङ बुच। ल यो चाहिँ हामीले ढुक्कोमा पारेको राजाबाम मात्र 6 केजी 7 केजी जस्तो रहेछ नाप्दा। अब यहाँ हाम्रो बिहानको कफी टाइम भइरहेछ। पानी परेर चाहिँ गिद्दी भयो होइन। हामी आज घर हिँड्नुपर्ने गिद्दी भइरहेछ, पानी यस्तो परिरहेछ। हाम्रो 3 रात 4 दिनको बसाइ आज अन्तिम दिन यस्तो भइरहेछ। पानी परेर बिजोग छ। भर्खर हामीले टेन्टहरू सबै उठाएर नाउलाई पर्खिरहेछौँ। यता चाहिँ पारी चाहिँ उदयपुर, यता भोजपुर, यो खोटाङ, यता चाहिँ भोजपुर है। हाम्रो नाउ आउँदैछ, नाउ यहाँ छ। अब हामी नाउबाट तरेर अनि बाइकमा हामी घरतिर लाग्छौँ। ल हाम्रो केटाहरू चाहिँ यहीँ छ। ल कस्तो भयो केटा हो, ल भनिदेऊ त। ओइ क्वेसन मार्क, ल भन्दै क्वेसन मार्क। यो चाहिँ हाम्रो क्वेसन मार्क हो होइन, यो चाहिँ हाम्रो क्वेसन मार्क हो। यो एउटा हिन्दी फिल्म छ नि परेश रावलको, त्यसकै यो छोरा हो। ज्वाइँ साहब ल कस्तो भयो हाम्रो ट्रिप भनिदिनु त। सोल्टी एकदम एडभेन्चर भनेको यही हो क्या सोल्टी। तपाईँले डुबाउनु भयो नि हामीलाई। हिजो हामी चल्दिएको भयो, हिजो हामी घर चल्दिएको भयो होइन। आज टक्क घरमा दामी हुँदै यस्तो बिजोग हुँदैन। ल ट्याङ्क्स भनिदेऊ त। यो मेरो चाहिँ पहिलो फर्स्ट एक्सपिरियन्स हो होइन, जस रमाइलो लाग्यो मलाई चाहिँ। अब नेक्स्ट टाइम फेरि आइन्छ होला। वान एन्ड ओन्ली डुम्री घाटको टिकट। ल टाइगर सर भनिदिनुहोस् त तपाईँको एक्सपिरियन्स कस्तो भयो। एकदम दामी, कस्तो बब्बाल भइरहेछ। अहिले पनि बब्बाल भइरहेछ। टक्क पानी झरीमा भिज्दै यो हो नि त मजा भनेको। जिन्दगीमा मजा लिनुपर्छ। असली मजा त आउने बाँकी छ। हाम्रो फेरि रोड यस्तो छ होइन, यसको यहाँको रोड यस्तो धुलो थियो होइन। अब अहिले पानीले कस्तो बनायो होला, अब कतिचोटि लड्ने हो। राम्रो बनायो कि कस्तो बनायो होइन। यो छ एउटा यो राइडर, अस्ति यसले 4 चोटि बाइक लडाएछ, बाइक पनि फाँक बनाएछ यो क्वेसन मार्कले होइन। यस्तै हो। हाम्रो नाउ यहाँ रेडी छ, आउँदैछ। हामी सानोतिनो मान्छे हो त होइन, नाउ पार गरी होइन। ओइ क्वेसन मार्कलाई भन्दै त के छ त, यहाँ के को लागि आएको अरे, माछा मार्न आएको होइन।
यहाँ थोर्नु र के गरे थोर्नु अनि सुत्नु अनि फोटो खिच्नु मात्रै आएको होइन सबभन्दा धेरै काम गर्ने मै हो ओइ त थोर्नु अनि सुत्नु अनि फोटो खिच्नुको लागि मात्रै आएको होइन होइन यहाँको सबभन्दा काम गर्ने धेरै मै हो त्यस्तै हो अब ल है ल अब चाहिँ हामी लाग्न आँट्यौँ अहिले बाटोको हाम्रो आउँछ बाटोको एक दुईवटा सर्टहरू आउँछ ल हाम्रो चाहिँ सामानहरू लोड हुँदैछ बोटमा गाइजहरू यता हेर त हामी अहिले केपी बाको उमा छौँ बोटमा होइन केपी बाको बोटमा छौँ हामी अहिले यहाँ सुनकोसीमा अब बाले बनाएको बोट यही हो होइन केपी बाको ड्राइभर यहाँ हो होइन अनि केपी यहाँको केपी बा चाहिँ उहाँ अरे होइन You're living a dream.